हेलो गुड मर्निङ सबैलाई, शुभ बिहानी सबैलाई। आज हामी यो भार्सेको रानीवन होमस्टेमा छन्। यहाँ के छ त कस्तो छ यहाँको बसाइ भनेर तपाईलाई म हल्का देखाउन चाहन्छु। यो रानीमल होमस्टे हो। यो सत्यवती गाउँपालिका वार्ड नम्बर 5 मा पर्दछ। यहाँ बस्नको लागि तपाईलाई राम्रो सुविधा छ। खाना बस्नको लागि हजुरहरू यहाँ आउन सक्नुहुन्छ। यहाँ आएर बासा बसेर अनि भार्से देउराली अनि गएर हिमालय श्रृङ्खलाहरू प्रशस्त मात्रामा देख्न सक्नुहुन्छ। यो होमस्टेमा राम्रो खाना बस्नको राम्रो व्यवस्था छ। नेपाली अर्गानिक खानाहरू पनि पाउँछ। यहाँ अर्गानिक खानाहरू राम्रोसँग बस्ने व्यवस्था छ। लग्जरी बिस्ताराहरू पनि धेरै राम्रोहरू छ। यहाँ धेरै राम्रो सुविधा छ। हजुरहरू पनि आउन सक्नुहुन्छ। यहाँ एकमात्र हाम्रो होमस्टे हो। यो भार्से देउरालीको होमस्टे है। सबै आउनु होला अनि आएर हजुरहरूले यहाँ खाना बस्नको राम्रो सुविधाको व्यवस्था छ। आउन सक्नुहुन्छ। कहाँ बस्नु भन्नु पर्दैन। भार्से तपाईको आउनु पर्यो भने यहाँ आएर बासा बस्न सक्नुहुन्छ साथीहरू। लोकल कुखुराहरू, लोकल बोकाहरू अनि गएर सब चिजहरू पाउँछ है। यहाँ लोकल खानाहरू पाउँछ। ढेँडोदेखि लिएर तपाईको कोदाको ढेँडो, कोदाको रोटी, लोकल अन्डा, गुन्द्रुक सब चिजहरू यहाँ सुविधा छ। यहाँ आएर सुविधा लिन सक्नुहुन्छ है। ल बाइ। मेरो प्रकाश गेवाली युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन नि सब्सक्राइब गरिदिनु होला। धन्यवाद यहाँलाई, धेरै धेरै धन्यवाद।